सबैजनालाई पढाए। सन्त भिन्सेन्ट डी पल, सेवा भावना र विश्वासको जीवन। फ्रान्सको किसान परिवारमा जन्मिएका भिन्सेन्ट डी पलले सन् 1581 मा पुरोहित पद ग्रहण गरे। सुरुमा उहाँले सजिलो र आरामदायी जीवन खोज्नुभयो, तर समुद्री डाकाहरूले अपहरण गरी दास बनाएको अनुभवले उहाँलाई नम्र बनायो र जीवनभर गरिबहरूको सेवामा समर्पित हुने गहिरो करुणा र विनम्रताको बाटो देखायो। भिन्सेन्टको पवित्रता व्यवहारिक र अत्यन्तै नम्र थियो। उहाँ विश्वास गर्नुहुन्थ्यो कि सच्चा धर्म केवल व्यक्तिगत भक्तिमा होइन, तर बरु अन्यप्रति सक्रिय र दयालु प्रेममा पाइन्छ। उहाँको विश्वास येशूख्रीष्टको अनुहार गरिब र विपन्नमा देख्ने अटल प्रतिबद्धताले परिचालित थियो। यसै आह्वानबाट प्रेरित भएर उहाँले 2वटा संस्था स्थापना गर्नुभयो। उहाँले कङ्ग्रिगेसन अफ द मिसन भिन्सेन्टियन्स स्थापना गर्नुभयो, जसको उद्देश्य पुरोहितहरूको सुधार र ग्रामीण गरिबलाई सुसमाचार सुनाउनु थियो। उहाँले डटर्स अफ च्यारिटी नामक महिलाको संस्था पनि स्थापना गर्नुभयो, जसले कन्भेन्टभित्र मात्र होइन, बाह्य समाजमा गएर गरिब र बिरामीको सेवा गर्ने विशेषता राख्थ्यो। उहाँको सम्पूर्ण जीवन गरिब र विपन्नहरूको सेवामा बित्यो। गरिबहरूको सेवामा समर्पित जीवन बिताउँदै सन्त भिन्सेन्ट डी पलको 27 सेप्टेम्बर 1660 मा पेरिसमा निधन भयो। उहाँको विनम्रता र च्यारिटीका कार्यहरूले उहाँलाई 1738 मा सन्त घोषणा गरियो। उहाँ आज च्यारिटेबल सोसाइटीहरूको संरक्षक सन्त हुनुहुन्छ र उहाँले सुरु गर्नुभएको संगठित च्यारिटीको परम्परा आज पनि विश्वभरि निरन्तर जारी छ। प्रार्थना। हे सन्त भिन्सेन्ट डी पल, गरिबहरूप्रति तपाईको प्रेम येशूको मुटुको प्रतिबिम्ब थियो। हामीलाई पनि तपाईको नम्रता र करुणा सहित अरूको सेवा गर्न सिकाउनुहोस् र आवश्यकतामा परेका मानिसहरूमा येशूको अनुहार देख्न मद्दत गर्नुहोस्। आमेन। धन्यवाद।